हेलो नमस्कार सबै मेरो मित्र साथीहरूलाई। अनि फेरि पनि आज म एउटा नौलो जग्गामा गएर चाहिँ मैले एउटा अर्ग्यानिक फार्मिङमा चाहिँ तपाईँको मैले कार्डामम फिल्डमा गएर चाहिँ मैले पुरा सर्च गरेर आएको छु हजुरहरू। तपाईँहरूलाई मैले यो भिडियो पठाइरहेको छु र यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्। र किनभनेदेखिलाई चाहिँ यो भिडियो बनाउनुको मेरो उद्देश्य के थियो भनेदेखिलाई चाहिँ अब तपाईँको अलैँची चाहिँ अब तपाईँ हामीले एकदमै राम्रोसँगले चाहिँ हामीले रोप्न सक्यौँ भनेदेखिलाई चाहिँ दल राम्रो बिरुवा राम्रो लाउन सक्यौँ भने अलैँची बहुत राम्रो हुने रहेछ। अब किन यो एउटा सिजनको कुरो हो र यो अलैँचीमा त यो प्रायोरिटी हाम्रो सिक्किम गभर्मेन्टले पनि दिनुभएको छ। माननीय मुख्यमन्त्री महोदयजीले पनि भाषणमा भनिरहनु भएको छ कि एकदमै अब आफ्नो जति पनि भएको बाँझो जमिनहरूलाई चाहिँ एकदमै बाँझो नराखेर त्यसमा चाहिँ एकदमै आफूले एकदमै उद्यमशील बनेर अलैँची रोपेर तपाईँको अलैँचीबाट एकदमै उब्जनी निकालेर एकदमै बेच्नु सकेर चाहिँ राम्रो प्रकारको प्राइसहरू पनि पाउने रहेछ भन्ने अब उहाँको निर्देश पनि छ। र तपाईँ हामी सबै जति पनि जग्गा जमिन एकदम बाँझो सुक्खा जमिन लडिरहेको छ त्यो जमिनमा चाहिँ एकदमै तन मन लगाएर चाहिँ हामीले अब खेतीबाली गर्न सक्यौँ भनेदेखिलाई चाहिँ हामीलाई एकदमै यो उन्नतिदेखि चाहिँ हामीले अलिक आर्थिक अवस्थादेखि हामी कमजोरदेखि चाहिँ हामी एकदमै माथि आउने रहेछ भनेर चाहिँ मैले विचार पाएँ। र चाहिँ एकदमै अब तपाईँ हामीले मन लगाएर चाहिँ अलैँचीपट्टि ध्यान लगायौँ भने हामी एकदमै राम्रो हुने रहेछ र हाम्रो इन्कम सोर्स पनि बढ्ने रहेछ भनेर चाहिँ मैले यो विचार गरेँ। अनि तपाईँहरूलाई मैले यो आजको भिडियो हालेको छु र तपाईँहरूले अब यसो हेरिदिनुहोस् र लाइक र कमेन्ट पनि तपाईँहरूले नभुलिदिनुहोस् है, बिन्ती गर्छु हजुर। धन्यवाद।